नेपालले आफ्नो आईसीसी क्रिकेट वर्ल्ड कप लिग 2 को 4th राउन्ड भर्खरै सकेको छ। लिग 2 को पुछारबाट सुरु गरेको नेपालले यस श्रृंखलामा एसोसिएटका दुई बेस्ट टिमसँग भिड्दै थियो र त्यो पनि उनीहरूकै कन्डिसनमा। नवनियुक्त कोच स्टुअर्ट लको लागि नेपाली कोचको रूपमा यो पहिलो परीक्षा थियो र उनी केही हदसम्म सफल समेत भएका छन्। स्कटल्यान्ड टुर भन्दा अगाडिको हारको सिलसिलालाई पनि नेपालले यही टुरमा तोड्न सफल भएको छ। नेपालको लागि हाईएस्ट सक्सेसफुल रन चेजदेखि लिएर हाईएस्ट ओडीआई स्कोरसम्म यही टुरमा देखियो। धेरै समयपछि अवे टुरमा जाँदा नेपाली ब्याटर्सले राम्रै स्कोर गर्छन्। समग्रमा नेपाली खेलाडीहरूको लागि यो सिरिज कस्तो गयो त? कसले यो सिरिजको अवधिभर कस्तो छाप छोड्न सफल भयो त? अझै प्रिसाइसली भन्नुपर्दा नेपालको लागि यो क्रिकेट वर्ल्ड कप लिग 2 को राउन्ड 4 को मोस्ट भ्यालुएबल प्लेयर अर्थात् एमभीपी को रह्यो त? कुनै खेलाडीलाई मोस्ट भ्यालुएबल प्लेयरको उपाधि दिनभन्दा अगाडि एउटा रेटिङ पोइन्ट निकालौं र त्यसलाई कसरी निकाल्ने भन्दा यो फर्मुलाबाट। यो कुनै एक्चुअल अफिसियल क्याल्कुलेसन भने होइन, म स्वयंले नै हिट एन्ड ट्रायल गरेर एमभीपी रेटिङको लागि निष्कर्षमा पुगेको म्याथमेटिकल क्याल्कुलेसन हो। सुरुमा त यो क्याल्कुलेसनलाई बुझौं। यसलाई बुझ्नको लागि यसमा प्रयोग भएका प्यारामिटर्सहरू बुझौं। कुनै प्लेयरले हानेको रन्स, उसको टिमले हानेको रन्स, स्ट्राइक रेट, त्यो म्याचको एभरेज स्ट्राइक रेट, उसले प्रहार गरेका बाउन्ड्रिजहरू, खेलेका बल्सहरू, बलिङको क्रममा लिएका विकेटहरू, उनको बलिङ इकोनोमी, म्याचको एभरेज इकोनोमी, बलिङ एभरेज, म्याचको लागि मिन एभरेज, मेड इन, फिल्डिङमा गरेका क्याचेस र फाइनली म्यान अफ द म्याचको बोनस। यो रेटिङले केही हदसम्म इन्डिभिजुअल पर्फर्मेन्स भन्दा पनि म्याच इम्प्याक्टलाई लिन खोज्छ। फर इक्जाम्पल, टिमले 300 हानेको म्याचमा स्कोर गरेको 50 भन्दा 200 को स्कोर हुँदा लगाएको 50 सायद अलि बढी इम्प्याक्टफुल होला। अथवा अरू बलर्सहरू 6 को इकोनोमीले रन खाँदा हजुरले 4 को इकोनोमीले रन दिनुहुन्छ भने त्यो बेटर भयो। सो यसमा कम्प्लिटली इन्डिभिजुअल स्कोर भन्दा पनि मोर अफ अ रिलेटिभ स्कोरको क्याल्कुलेसन हुन्छ। सो यो रेटिङमा कुन खेलाडीको स्कोर कति आयो त? टप 5 लाई हेरौँ। 5 नम्बरमा सोमपाल कामी। चोटका कारण अन्तिम खेल गुमाए पनि उनको 3 म्याचको क्युमुलेटिभ रेटिङ्स नै टप 5 मा स्थान पाउनको लागि इनफ थियो। उनले 3 खेलमा कुल 68 रन बनाउँछन् र त्यो मध्येको 67 रन थर्ड म्याचमा आएको थियो, जब उनले दिपेन्द्र सिंह ऐडीसँग मिलेर हारको नजिक पुगेको नेपाललाई जित सम्भव छ भन्ने विश्वास दिलाउँछन्। बलिङमा केही महँगो साबित भए पनि उनले 3 खेलमा 5 विकेट समेत निकाल्छन्। हरेक खेलमा निकालेको सुरुवाती विकेट, हायर साइडमा रहेको स्ट्राइक रेट र एउटा क्याचले उनलाई नेपालको यो सिरिजको 5th बेस्ट पर्फर्मर बनाउँछ। नम्बर 4 मा ललित राजवंशी। उनले पनि सोमपालले जस्तै यो सिरिजको 1 खेल गुमाउँछन् र बाँकीको 3 खेल खेलेका ललित राजवंशीले सोमपालले जस्तै 5 विकेट नै निकाल्छन्। उनले फिल्डिङमा एउटा क्याच पनि लिएका थिए। तर एउटा यस्तो कुरा जसले उनलाई यो लिस्टको अरू प्लेयर्सहरू भन्दा फरक बनाउँछ त्यो उनको इकोनोमी। 3 खेलमा उनले केवल 3.70 को इकोनोमीमा रन खर्चिन्छन्। स्कटल्यान्ड विरुद्धको दोस्रो गेम, जहाँ अन्य मेन बलर्स 6 रन प्रति ओभर भन्दा बढीको इकोनोमीमा रन खर्चिएका थिए, उनले त्यस खेलमा पनि 41 रन मात्रै दिएर 1 विकेट निकालेका थिए। नम्बर 3 मा दिपेन्द्र सिंह ऐडी। यो टुरभन्दा अगाडि नयाँ प्रशिक्षक आएपछि उनलाई टोलीको उपकप्तान बनाइएको थियो र धेरैले यो निर्णयप्रति सामाजिक सञ्जालमा आपत्ति समेत जनाएका थिए। तर उनको यो सिरिजको पर्फर्मेन्सले भने उनलाई फेरि पनि ओडीआई खेलाडीको रूपमा स्थापित गर्न मद्दत गर्छ। कुल 4 खेलमा 118 रन बनाएका दिपेन्द्र सिंह ऐडीले बलिङ तर्फबाट पनि 2 विकेट निकालेका छन्। स्कटल्यान्डसँगको उनको र सोमपाल कामीको पार्टनरसिप नेपाली क्रिकेट फ्यान्सहरूमा धेरै समयसम्म यादगार रहनेछ। उनले 4 वटै म्याचमा एटलिस्ट 20 बल खेलेर गएका छन्, जसले गर्दा उनले स्टार्ट भने लगभग हरेक म्याचमा पाएका थिए। साथै उनले फिल्डिङमा 3 क्याच पनि लिएका थिए। र यो पछि लागौं यो सिरिजको नेपालको लागि बेस्ट 2 प्लेयर्स। नम्बर 2 मा करण केसी। यो सिरिजको स्कटल्यान्ड विरुद्धको पहिलो खेल याद गर्नुहोस्। करण केसीको त्यो म्याच विनिङ 65 रन जसले उनलाई म्यान अफ द म्याच समेत बनायो। उनले यो लिग 2 को राउन्डमा 93 रन मात्र बनाएनन्, उनको स्ट्राइक रेट 132 को समेत थियो। डेथ ओभर्समा सधैँ जस्तो केही महँगो साबित भए पनि पावर प्लेमै उनले आफ्नो काम सकाइदिन्थे। उनी यस सिरिजको नेपालका लागि 7 विकेट सहित लिडिङ विकेट टेकर समेत हुन्। उनको तर्फबाट फिल्डिङमा पनि एउटा क्याच रहेको छ। र अन्तिममा नेपालको लागि यो सिरिजको एमभीपी हुन् आरिफ शेख। जसरी एन्ड्रु लियोनर्डले उनलाई आइसम्यानको उपनाम दिएका थिए, उनले सो नामलाई जस्टिफाई पनि गरेका छन्। नेपालको लागि यो सिरिजको हाईएस्ट रन स्कोरर 208 सँगै सम्भवतः उनी नेपाली ब्याटरहरूका लागि विदेशी भूमिमा खेलेको बेस्ट इनिङ्स पनि खेले अन्तिम म्याचमा। चाहे दोस्रो खेलको चेसमा लगाएको 70+ रन्स होस् या अन्तिम खेलमा डुब्न लागेको नेपाली इनिङ्सलाई फेरि किनारसम्म पुर्याउनु, आरिफ शेखले ओडीआई क्रिकेटमा ब्याटिङ कसरी गरिन्छ भनेर एउटा टेम्प्लेट समेत सेट गरिदिएका छन्। फिल्डमा पनि उनको कन्ट्रिब्युसन राम्रो रह्यो। उनले यो सिरिजभर 3 क्याच पनि लिगे। बलिङमा कुनै विकेट हात पार्न नसके पनि उनी त्यति महँगो भन्ने साबित रहेनन्। लिग 2 को 4th राउन्डमा 3 खेल जितेको नेपालको अबको लक्ष्य भने आईसीसी T20 वर्ल्ड कपको एसिया क्वालिफायर्स रहनेछ। हामी फेरि पनि आगामी टुर्नामेन्टहरूमा यस्तै भिडियो लिएर आउने नै छौं। त्यतिन्जेलको लागि डु लाइक एन्ड सब्स्क्राइब द च्यानल।